नौ महिनाको राखे तिमीले भित्रायो आमा मलाई तिमीले भन्दा भन्दै साथीहरू आज पनि मैले स्पेसल भिडियो लिएर तपाईँहरूको माझमा आइसकेको छु। तपाईँ सबैजनाले मेरो न्यू भिडियोलाई हेरिदिनु होला, मेरो मिनी ब्लगलाई सबैजनाले माया गरिदिनु होला। साथीहरू मलाई त्यस्तो राम्रो बनाउनु त आउँदैन, त्यही पनि मैले ट्राई गर्दैछु। साथीहरू सबैजना चाहिँ माया गरिदिनु होला। उसले त यो बोका उसले चाहिँ अब आमाको मुख हेर्नु देखाउनु त उसले सबै कुरो तर हामी चाहिँ खाली त्यही भएर ऊ चाहिँ नआएर टक्क हिरोनी बनेर हिँड्नु त हामी चाहिँ आउनु न हिरोनी बनेर हिँड्छ अरे उसले पुरा नाकको छेउमा स्टार्ट थाहा छ यहाँ कसम यहाँ घाउ छ, कसम मास्क लाउँछ अब मान्छेले हेर्छ। अनि सबजनाले आमाको मुख हेर्दा होला माता पिता सबै आमाहरूले धेरै हामी तिनजनाको साथीहरू हामी चाहिँ बल्ल बल्ल गाडी पाएको थियौँ नि त, अनि हामी चाहिँ गाडीमा चढेको अब यहाँदेखि चाहिँ साथी 1 घन्टा जति लाग्छ होला सायद। साथीहरू हामी चाहिँ गाडीमा छौँ सबैजना, अनि अरू चाहिँ हामी चाहिँ यति राम्रो त हामी 3जना चाहिँ हामीले गाडीमा चढिसकेको छौँ। सबैजना 8-9जना छौँ। यो चाहिँ काठमाडौँ रे हिटरीको गाडी हो साथीहरू। यसरी हेर्न नाटक गर्दै हिँड्नुपर्छ कि गाडीमा पनि। साथीहरू भन्दा मैले चाहिँ बाटोतिर भिडियो पनि बनाउनु पाइनँ नि त, अनि त्यही भएर हामी चाहिँ अहिले चाहिँ साथीको आमाको घरमा चाहिँ आइपुगेको छौँ साथीहरू। किनकि यताको भ्यू चाहिँ यस्तो रमाइलो ठाउँ चाहिँ कसम भन्दा यो ठाउँ हेर्दा यो हेर्दा चाहिँ एकदम रमाइलो लाग्छ कि मलाई यति रमाइलो लाग्छ कसम। आफ्नो गाउँको ठाउँ छ नि त यस्तो राम्रो ठाउँ छ साथीसँग चाहिँ। यो सिउँदो कसरी सजाउँछु अलि अर आउ घोक 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 साथीहरू हामी चाहिँ साथीको अनि आमाको घरमा आइपुगेको छु भन्दाखेरि गाह्रो छ नाच्दा खतरा खाले आइफोन हुन त आइफोन होइन मेरो चाहिँ होइन तर साथीको। अब मैले छिट्टो आइफोन किन्नु पर्ने हुन्छ साथीहरू, तर मसँग पैसा नमाने तपाईँहरू मलाई मेरो भिडियो सबैजनाले माया गरिदिनु होला। यताको भ्यू त्यस्तै छ यसले काम केही गराएन हामीले, केही नै लाएन। यतिको साथ हुनुपर्छ भात पकाएर खुवाउँछ हामीलाई नरिसाउनु ल घरमा के छ यतिको साथी हुनुपर्छ, यतिको चाहिँ साथी हुनुपर्छ है। म्यादीमा अब गएर म्यादी परे के परे पुलिसमा लागेर अब कहाँ पुग्छ होला नि जागिरमा बहिनी हो लाग्यो भने त होला नि। कति उयो के तालिम पनि गर्नुपर्ने अब ब्यारिङ चेक हुन्छ 11 गते जेठ 11 गते जेठ के यही पैसा जेठ 11 वैशाखको 31 गतेसम्म त खाउनै खुलेको छ अहिले। अरू गर्नेले त्यतिसम्ममा सक्नुपर्ने फर्म चाहिँ भरिसक्नु पर्यो। अनि त्यसपछि जेठको 11 गते कहिले बोलाउँछ अब कन्ट्याक्ट हुनु पर्यो, आफू चाहिँ सम्पर्कमा रहनु पर्यो। अनि त्यसपछि ब्यारिङ चेक हुन्छ, अब त्यसमा फाल्दियो भने फालिदियो, मजाले गर्नु सक्यो भने बस्छ पनि। अनि त्यसपछि उता लिखितको परीक्षा हुन्छ, अनि लिखितको परीक्षा पास गर्यो भने सिलेक्ट भयो, त्यसको भएन भने फालिदियो। अनि त्यहाँदेखि गर्छ नि 3 चोटि हुन्छ। अब यहाँ यता जाउँ त काम हेर्न सक्नुहुन्छ।
हेलो साथीहरू हामी चाहिँ यहाँ इटरीमा त्यस्तो दाम छ क्या फेरि विराट चोक ए के अरे विराट चोकमा चाहिँ हामी फेरि गर्दै हे 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 गर्दैन किलो यत्रोमा कुखुरा किलो सँगसँगै म पनि छु साथीहरू हामी साथीहरू मेरो चाहिँ आइफोन त आइफोन छैन नि त अनि मैले चाहिँ भिडियो चाहिँ कसरी बनाएर हाल्दैछु भने अहिलेको समयमा चाहिँ साथीहरूको आइफोन छ अनि आइफोनदेखि चाहिँ म साथीहरूको फोनदेखि चाहिँ म भिडियो बनाउँदै हालिरहेको हुन्छु नि त त्यही सबैजनाले माया गरिदिनु होला चाँडोभन्दा चाँडो मेरो मोनिटाइज गरिदिनु होला टिकटक फेसबुक अनि के अरे युट्युब सबैजनाले फेसबुकमा मेरो युट्युब च्यानल नेम छ गाउँले भ्लग सबैजना गएर मेरो युट्युब आइडीलाई सबैजनाले सब्सक्राइब गरिदिनु होला सबैजनालाई 1K पुऱ्याइदिनु होला साथीहरू आज हामी चाहिँ इटरीमा छौँ साथीहरू हामीले जङ्गल घुमेर जाँदैछौँ गाडी आउँदैछ साउन्डले केही सुन्नु नो भाइरल नो एटिट्युड नो भाइरल हामी छौँ न यस्तो कस्तो यतातिर चाहिँ कस्तो गाउँघरको याद दिलाउँछ क्या मात्र गाउँतिर भन्दा गाउँसभातिर भन्दा मात्र गर्नु एक डब्बल अनि डब्बलै गर्नु छ तर पनि गाउँघर चाहिँ एकदम एउटै हो मिस गरेर होइन आई मिस सो माई भिलेज सङ्घसभालाई धेरै मिस गरिरहेको छु साथसाथै मेरो मम्मी पापालाई पनि ह्याप्पी मदर्स डे माई मम्मी विपनाको मम्मीलाई पनि ह्याप्पी मदर्स डे भन्दै यहाँ रहनुहुने सम्पूर्ण नेपालीवासी या बाहिर रहनुहुने आमाहरूलाई ह्याप्पी मदर्स डे भन्दै नेपाल आमालाई नै ह्याप्पी मदर्स डे नेपाल आमाले गर्दा आज हामी यहाँ छौँ होइन हामी चाहिँ सङ्घर्षको लागि हामीले चाहिँ केही भविष्यको लागि चाहिँ अब सपना बोकेर चाहिँ हामी यस ठाउँमा चाहिँ हामी आइरहेका छौँ तर त्यो सपना हुँदैन सपना पुरा हुन्छ हुँदैन थाहा छैन र पनि हामी तर सबैजनाले कामना गर्नु होला हाम्रो सपना चाहिँ पुरा होस् मेहनत गर्न छोड्ने छैन गाइज नेपाल आमाको आशीर्वाद लागोस् त्यही हो हामीलाई पनि देशको सेवा गर्नु छ देशको सेवा गर्नु मन लाग्छ जनताको सेवा गर्नु मन लाग्छ कुनैहरू होइन कर्मचारीहरू हेर्दा चाहिँ त्यो भन्दा त गर्छु जस्तो लाग्छ त्यही भएर नेपाल आमाको आशीर्वाद लागोस् जङ्गलै थाहा भएन साथीहरू त्यही हो होइन अब के छ यस्तो राम्रो राम्रो मकै बारीहरू छ यो चाहिँ मेरो फुल हो आई लभ यु बेबी को हो तर थाहा छैन आई लभ यु टु